पापा वन जंगलमा पिकनिक खानेलाई वनभात भन्छ भने खोला छेउमा पिकनिक खानेलाई खोलेभात किन भन्दैन? होइन होला के हो मान्छेको किडनी बिग्रिँदा अरूको किडनी लाउन सक्छ भने दिमाग खराब हुँदा अरूको दिमाग किन लाउन सक्दैन? माकुराले त्यत्रो जाल बनाउँछ तर त्यसको भुडी फुटाएर हेर्दा किन जालो निस्किँदैन? मान्छेलाई रिस उठ्दा आँखा देख्दैन भन्छ त त्यसले कुनामा राखेको खुकुरी कसरी देख्छ? पापा तातो तावामा रोटी फुलिन्छ भने बेलुन राख्दा किन फुलिँदैन? होइन होला के हो सबैले हाम्रो बाजेले भन्थ्यो भन्छ, बाजेले मात्र किन भन्थ्यो? पहिलाको बोजूहरू के लाठी हुन्थ्यो के हो? माछाको टाउको खायो भने दिमाग बढ्छ भन्छ त के कुखुराको खुट्टा खायो भने खुट्टा पनि बढ्छ? मान्छेहरू मन्दिरमा भगवानलाई धन सम्पत्ति माग्नु जान्छ तर किन उल्टै भगवानलाई पैसा चढाएर आउँछ? आप कहाँ से ज्ञानी बाबा